आज त पिरो खुर्सानी र चर्को नुन हालेको अमिलो पार्टी गरियो। आफ्नो घरमा त छैन, यता छिमेको घरमा माग्नलाई गए। सुन्दमानलाई फेरि केही नभनिकन तेरो घरमा काम छ भनेर ल्याएर आए। अमिला देन भनेर मागेको, म पनि लगेर जान्छु सँगै पार्टी आनौँ भन्यो। त्यसपछि के थियो त, हामीलाई झप्पा जाउँ अमिलाहरू टिप्न थाले। मलाई फेरि यो अमिला भन्ने चिज देख्ने भित्रकै चिप्लो चुइहाल्ने। अमिलाका दाना पनि फेरि ठुल्ठुलै थिए। हामी भने फेरि ट्याक्क बनाउनु पर्यो भनेर घरतिर जाँदै थियौँ। यता छोरी कहाँबाट आएर अङ्कल मलाई दिनु भनेर अमिलाको दाना समातेर पो हिँड्न थाली। अमिला फेरि बनाउनु पर्ने सबै आफैले दियो। सबभन्दा पहिला त मैले बारीमा गएर ट्याक्क हरियो खुर्सानी टिपेर ल्याएँ। खुर्सानी हालिसकेपछि हल्का नुन पनि हालेँ, त्यसमा जिरा हालेर त्यसलाई मस्तले पिस्न थाले। मलाई फेरि मसला पिस्न धेरै टाइम नै नलाग्ने। एकैछिनमा भएर ट्याक्क थालामा अमिलो हालेर म माथि घरतिर लागे। मेरो दिमाग पनि सधैँ यस्तै। फेरि मैले फेरि चिनी ल्याउन बिर्सिएँ। ट्याक्क चिनी लिएर आएँ। यता फेरि भाउजू अमिला छोल्दै हुनुहुन्थ्यो। अमिला अलि धेरै नै दिए, एकैजनाले अलि टाइम लाग्ने भएकाले मैले पनि अमिला छोल्न थाले। अमिला ट्याक्क छोलिसकेपछि त्यसका साना साना पिस बनाउनु पर्ने। मैले ट्याक्क हातबाट आएको फेरि टाइम नै लागेन। टक्क साना साना पिस बनाएर यसो नजर घुमाएको, यता स्याउको दाना पो देखेँ। ढिलो नगरी गप्पा खाइदिएँ। केही समयपछि अमिला पनि रेडी हुन्छ। सबभन्दा पहिला त त्यसमा म मसला हालेर ट्याक्क त्यसलाई राम्ररी मिसाउँछु। त्यसपछि हल्का चिनी हालेर त्यसलाई मिसाउँछु। एकजना टेस्ट गरेको त नुन पो कम भएछ, त्यसमा नुन हालेर हल्का मिसाउन थाल्छु। थोरै नुन हालेको थिएँ, हल्का चाखिदिएको थियो, एकदमै बेस्ट भयो। मलाई फेरि पहिलेदेखि खाना हतार थियो, झप्पा आजब खान थाले। उता फेरि सुन्दमान पनि खाँदै थियो। यता फेरि छोरीलाई चुगिलोले घाँस पो लाग्न थाल्यो। यता सुन्दमानलाई फेरि कहाँ भनेको खान्न पो भन्न थाल्यो। पिरो भएर खानु भनेको रहेछ, मलाई त केही पिरो भएको छैन भनेर खाना लाग्यो, एक्कासी पो पिरो भयो। यता फेरि छोरी जस्तो पिरो नुनिलो भयो भने मुख बिगारी बिगारी खाँदै थिए। यता फेरि दिदीलाई पिरो भएर पानी खाएको खाए। पिरो नमानी खाँदै थिए, एक्कासी आँखाबाट आँसु आए जस्तो बोल्न थाल्यो। अब त यति पिरो खान सकिँदैन भनेर छोडेर टक्क पानी खाएँ। यतिले फेरि कहाँ हुन्थ्यो, पिरो धेरैपछि हल्का चिनीले मुख पनि गुलियो बनायो। यतिले पनि नभएपछि हल्का स्याउ पनि खाइयो। 2K सब्स्क्राइबको सेलिब्रेसन पनि यस्तै भयो। आजको बेलुका दिनै बाई बाई।